Hello everyone, it's me Kamal Paudel, MBBS third year student, LMCTH, Kathmandu University. आज चाहिँ हामीले ग्लोब्स सर्जिकल ग्लोब्स कसरी लगाउने र कसरी रिमुभ गर्ने बारे डेमोन्स्ट्रेसन गर्दैछौँ। त्यसको लागि यो सानो भिडियो छ। ल लेट्स स्टार्ट। फर्स्टमा चाहिँ हामीले ह्यान्ड हाइजिन मेन्टेन गरेर ह्यान्ड वास गरिसकेपछि टावेलले ड्राई गर्ने फर्स्टमा, अनि त्यसपछि ड्राई गरिसकेपछि हामीले ग्लोब्स लाउनु पर्यो। हैन, ग्लोब्स लाउँदाखेरि फर्स्टमा चाहिँ के अब चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि ग्लोब्समा यो नन स्टेराइल पार्ट भयो, यो स्टेराइल पार्ट भयो, यो पनि नन स्टेराइल पार्ट भयो, यो स्टेराइल पार्ट भयो। हामीले यसमा के गर्नु पाइन्छ भन्दाखेरि नन स्टेराइल पार्टलाई समात्ने अनि कोन शेपमा टक्क हाल्ने अनि यति लगाइसक्यौँ हामीले हैन। अब राइट ह्यान्डको भ्याल्यु ल अब हाम्रो के हुन्छ, यो नन स्टेराइल भए पनि हामीलाई खासै फरक पर्दैन। अनि यो चाहिँ हाम्रो के हुनुपर्छ, स्टेराइलै हुनुपर्छ। त्यही भएर हामीले यो राइट ह्यान्डमा लगाइसकेको छौँ। राइट ह्यान्डले चाहिँ के गर्ने, यता भित्रको पार्टमा समात्ने हैन। यो समाइसकेपछि के गर्ने, यसरी राख्ने। अब हाम्रो के हुन्छ, यसरी के भयो, यो हातमा पनि हामीले ग्लोभ्स लगायौँ। अब एडजस्ट गर्नको लागि चाहिँ हामीले यसरी मिलाउन सक्छौँ यसलाई। अब चाहिँ के भयो, दुईटै स्टेराइल छ, मजाले मिलाउने। अनि हामीले कुनै पनि प्रोसेस गरिसकेपछि के हुन्छ, हातमा त हाम्रो ब्लड अथवा केही न केही कन्टाजियस सब्सटेन्स त हुन्छ। अब कसरी रिमुभ गर्ने, कसरी डिग्लोबिङ गर्ने भन्दाखेरि यो हातले यसरी समात्ने। कहिले पनि अब यसरी निकाल्दाखेरि के हुन्छ, भित्र त हाम्रो केही पनि इन्फेक्टेड मेटेरियल भएको हुँदैन, त्यही भएर भित्रतिर भयो। अब भित्रको पार्टले फेरि के गर्ने, यसलाई समाउने अनि यसलाई पनि भित्रतिर तान्ने। अनि अब भित्र त हाम्रो इन्फेक्सियस पार्ट केही पनि हुँदैन, त्यही भएर इजिली यसरी समाएर डस्टबिनमा हाल्ने। थ्याङ्क यू।